थाहा होला भित्रको मान्छेलाई सुई निकाले त भइगयो त सुई निकाले त भइगयो त कुरै भइगयो पहिला हालेर पछि किन डिलिट गरियो त नि गरिएकिन नाम पहिला राख्ने पछि नराख्नुको कारण नै भुपु सैनिक भुपी म्यातिर म सबैसँग भेटेछु सबैको नम्बर छ मसँग नै पहिला पाएको मान्छेले अहिले किन पाछन् त दिनु पर्ने हो नि त जोले पाछैन त्यसलाई दिनु पर्ने हो नि त जोले पाछ त्यसलाई भित्र छिराएर नपाएकोलाई त सेनालाई रे भुपु म्यातिलाई रे उलाई रे के हामी चाहिँ मान्छे होइन हैन जनावर हो हामीलाई चाहिँ प्राथमिकता हामी त पढेको पनि छैन नाम पनि आउँदैन भयो हामीलाई त नाम पनि आउँदैन हाम्रो नाम पनि आउँदैन हामी पढे लेखेको डकुमेन्ट पनि पैसा दिएर नाम पनि आउँदैन नाम पनि आउँदैन पढे लेखेको पनि छैन हैन हाम्रो बाबाले त्यसै पैसा दिएको पहिला जस्तो छैन के पहिला चुप भनेपछि चुप्ने उठ भनेपछि उठ्ने त्यो पहिला जस्तो हैन यो भनेको यो बस भनेको छ र भाइ तिमीलाई कसले उठेर बस भनेको कसैले भनेको छ तिमीलाई आफ्नो समस्या राखेर भनेको छौँ त यार भाइ तपाईँ त बिचमा अगर भएन भने त्यही बस्छौँ टक्क लगाएर त्यो आगो लगाउँछौँ यहाँबाट न गाडी जानिदिन्छौँ हामी न केही जानिदिन्छौँ तपाईँहरू आफ्नो गर्नु हामी आफ्नो गर्छौँ तर हामीलाई पहिला बोलाइदिनु हामीलाई परिहाल्छ म उहाँलाई पनि नाम सोध्न चाहन्छु नाम छ भने मान्नु न पुलिसहरुमा पनि साथ पास गरेको होला साथ पास नगरेको पनि अरूलाई घोस्ने हैन अरूलाई घोस्ने हैन बुझ्दै पर्यो भने यस्तो अरूलाई दुनियाँ कुरा नगर नि आफ्नो समस्या राख्छ यहाँको मान्छेहरु संसारको कुरा गरेर हुन्छ र भाइ तिम्रो माग तिम्रो एजेन्डाको के मात्र बोल्नु भाइ निकाली मान्छे को अरे रिजल्ट निकाली मान्छे मलाई थाहा छैन तपाईँ धेरै के थाहा कति पढिया छौ स्टुडेन्ट पनि आउन स्टुडेन्ट पनि आऊ असैमा आऊ लड पढे मान्छे के छ किन लडेर के फाइदा छ तपाईले भन्नुभयो इन्स्पेक्टरमा लड जाबो 40 दिनको लागि त दिन सक्दैन सुन्नु त्यो भन्नुभयो त्यहाँ पनि यही त होला पावर अगाडि बढ्ने अनि हाम्रो नाम खै कहाँ गयौँ हामी तपाईले पनि नगर्दिनु होला यो सबै जब 40 दिनको ड्युटीमा छ आफ्नो मान्छे छिराइन्छ भने जब झन् पहिला लेखेकोमा रिजल्टमा नाम आछ पछि किन आएन त्यति भनिदिनु न त्यहाँबाट मलाई हल्ला गर्नु छैन एसपी डीएसपीमा उ फाइट हान्दाखेरि त्यहाँ के गर्ला ए त्यहाँ त त्यो भाइ त्यो पास गर्नुपर्छ के अनि हामीलाई आशा नाम आउँदैन नाम पास गरेको त तिम्रो किन नाम भाइ कुरा गरे तिम्रो कुरा गरे हामी सब एउटैको हो नै यो इन्टरभ्यु नगर्नुको कारण हाम्रो नाम आउँदैन कि घरको नाम